मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। माननीय सदस्यहरू, मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्, केही कुरा सुनिदिनुहोस्, त्यसपछि म तपाईहरुलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु। अनि संसदमा के को रोइलो यस्तो, यो फेरि के को चटक, यो हर्क सम्पाङको राजीनामा दे भनेछ त। अनि तिम्रो खोल्तीबाट बनाएको प्रधानमन्त्रीहरू ला भनेर राजीनामा दिनको लागि जनताले 5 वर्ष ढुक्क भएर काम गर भनेर दिएको मेन्डेट हो। तिमीले राजीनामा दे भने त ला भनेर दिने हो र? कस्तो खालको रोइलो यो? बालन शाह प्रधानमन्त्री भएको कति धेरै नसोएको हो, कति धेरै रिस गरेको हो बालन शाहको आमा। भने तिमीले राजीनामा ले भने चाहिँ ला भनेर दिनको लागि के हो? तिम्रो 3 सिटे पार्टीबाट बनाएको प्रधानमन्त्री हो र? भने चाहिँ त छट्टमा बस्छु भनेर भन्नको लागि आमा अचम्म।